धन्यवाद। आज हामी यस कार्यक्रममा अन्तिम अन्तिममा आइपुगेका छौँ। माननीयज्यूले आफ्नो भनाइ राखेर गइसक्नु भएको छ। अब म आज यस कार्यक्रमका सभाध्यक्षज्यूलाई आफ्नो मन्तव्य राखिदिनुका लागि अनुरोध गर्दै म पनि यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। कार्यक्रम चलाउने क्रममा कहीँ कतै गल्ती भए माफी माग्दै म पनि आज यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। आज यस कार्यक्रमका सभाध्यक्षज्यूलाई आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गरिदिनु म हार्दिक अनुरोध गर्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद। कार्यक्रम सञ्चालिका स्थानीय महासंघ सचिव, आज स्वागत कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री वीरबहादुर पौडेलज्यू, त्यसै गरी माननीय गण्डकी प्रदेश सदस्य टीका बस्यालज्यू, त्यसै गरी आज हामीले स्वागत गर्ने र डिभिजन 9 वन अधिकृत विश्वप्रसाद अधिकारीज्यू, त्यसै गरी सम्पूर्ण प्रदेश जिल्लाका वैज्ञानिक वन व्यवस्थापनका अध्यक्षज्यूहरू र यो स्वागत कार्यक्रममा छोटो समयमा हामीले जानकारी गराएका थियौँ। बिहान हिजो बेलुका मात्रै डेपुटी साहबसँग हजुरको हुर्सीकोट स्थानीय महासङ्घको 10वटा वनसँग अन्तर्क्रिया र हजुरलाई स्वागत गर्ने कार्यक्रम राख्ने कुरा छ सर भन्दाखेरि उहाँले हुन्छ भन्नुभएको थियो। त्यही क्रममा बिहान 7 बजेसम्म पनि हामीलाई त्यही कार्यक्रममा चाहिँ हामीलाई जानकारी थियो। अचानक हाम्रो सब डिभिजन वन अधिकृतज्यूले मन्त्रीज्यू पनि आउँदै हुनुहुन्छ भनेर भनिसकेपछि क्षणभरमै हामीले फोन मार्फत यहाँलाई सबैलाई जानकारी गरायौँ र त्यो समयमा पनि यहाँहरू सबै वनको अध्यक्षज्यूहरू, कार्य समितिका साथीहरू र सचिवका सबै वनका व्यवस्थापन सचिवहरू र सबै यो छोटो समयको जानकारी बावजुद पनि यहाँहरू उपस्थित भइदिनु भयो र यो स्वागत कार्यक्रम त अति नै सन्दर्भित राम्रो भयो यहाँहरूको कारणले गर्दा, नत्र यहाँ हामी खल्लो पर्नु हुने थियो। छोटो समय पनि यहाँ उपस्थित भइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। र हाम्रो मन्त्रीज्यूसँग हामी गण्डकी प्रदेशमा जाँदाखेरि भर्खरै मन्त्री भएको 4 दिनमै हामी उहाँलाई स्वागत गर्न पुगेका थियौँ त्यो कार्यक्रममा पनि। सँगमै आज हाम्रो डेपुटी साहब र मन्त्रीज्यूलाई यो हाम्रो स्थानीय महासङ्घ र स्थानीय सब डिभिजन हुम्सीकोट बोधिकालीमा एकैसाथ स्वागत गर्न पाउँदाखेरि अति नै खुसी लागेको छ। र यहाँ आफ्नो मन्तव्यको क्रममा थुप्रै कुराहरू सबै साथीहरूले राखिसक्नु भएको छ। त्यसको बारेमा पनि हाम्रो डेपुटी साहब मन्त्रीज्यूबाट महत्त्वपूर्ण र विशेष खालका जानकारीहरू यहाँले पाइसक्नु भएको छ र हामी त्यही बारेमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो व्यक्तिगत तर्फबाट र म सिंह निवास सामुदायिक वनको अध्यक्षको नाताले पनि यहाँलाई हार्दिक धन्यवाद दिन चाहँदै आज यो कार्यक्रम एकदमै सफल पूर्ण भएको मैले महसुस गरेको छु। सबैलाई धन्यवाद दिँदै र एउटा कुरा मनमा खड्कियो, हाम्रो वन मन्त्री हामीसँग हुँदा हुँदै पनि हामी छोटो समयमा उहाँ के अरे
दुवैजनालाई हामीले एउटा मायाको छिनो पनि दिन नसक्ने अवस्था एकदम छोटो समयको कारणले पनि मनमा अलिक खल्लो खल्लो लागेको छ। त्यो चाहिँ यहाँहरूसँग क्षमा माग्न चाहन्छु। फेरि भेट भयो। हामीलाई मनमा त खुल्दुली लाग्यो, तर पनि छोटो समयको कारणले हामी त्यो व्यवस्थापन गर्न नसकेको हुँदा यहाँहरूसँग क्षमा माग्न चाहन्छु र यो कार्यक्रमलाई यहीँ आएर समापन भएको जानकारी गराउन चाहन्छु। हस्त मैदेखि